नमस्ते, मेरो नाम चाहिँ जीवन साई हो। म ब्याचलर फुड टेक गर्दैछु। म फुड टेक पढ्न थालेको लगभग 6 वर्ष जति हुन थाल्यो। म डिप्लोमा पनि यही कलेजदेखि सुरु गरेँ हो। डिप्लोमापछि मैले 1 वर्ष जति चौधरी ग्रुपको नुडल्स युनिटमा चाहिँ काम गरेँ। त्यसपछि म फेरि यहाँ ब्याचलर गर्दैछु। म अब सकाउन लागेको छु। अहिले 8 सेमिस्टरमा म थेसिस गर्दैछु। यहाँ डिप्लोमा पछिको जब प्लेसमेन्टको लागि राम्रो छ। अनि म डिप्लोमा सकाउन बित्तिकै जब प्लेसमेन्ट पाएको हो कलेजको थ्रु। त्यसैले यहाँ चाहिँ डिप्लोमा गर्नुभयो भनेपछि चाहिँ हजुरले एउटा 100% जब प्लेसमेन्टको सुविधा लिन सक्नुहुन्छ फुड टेक्नोलोजी पढेर। अब डिप्लोमा गरेर म त्यहीको स्कोप देखेर म ब्याचलर पनि गर्दैछु। ब्याचलर गर्दै पनि यहाँ कति जब अफर आइरहेको हुन्छ र गर्ने नगर्ने कुरामा चाहिँ आफ्नो फिजिबल एनालाइसिस गरिने भयो। अब अहिले चाहिँ म 8 सेमिस्टर सकाएर अब लगत्तै जब जोइन गर्दैछु कलेजकै थ्रुबाट।